हेलो गाइस, व्हाट्स अप, गुड मर्निङ सबैजनालाई। अनि आज चाहिँ हामी बिहान 5 बजेदेखि नै गाडीमा हिँडेको छौँ। बिहान अब सुरु गर्दाखेरि चाहिँ एकदमै अँध्यारो थियो, अनुहारहरू देखिँदैन। त्यही भएर मैले पछि चाहिँ भिडियो बनाइराखेको छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ टिआरसीको लागि चाहिँ पुलाबाट जागिर जानुपर्ने छ। यहाँभन्दा अगाडि चाहिँ के हुन्थ्यो भन्दाखेरि हामीले पुलामा काम गर्थ्यौँ। अनि पुलामा नै हामीले वर्क पर्मिट निकालेर हामीले पुलामा नै अप्लाई गरेर त्यहीँबाट लिनु मिल्थ्यो। तर अहिले यो जुन यो 25मा चाहिँ के भएको छ, रुल्सहरू धेरै चेन्ज भएको छ नि त। अनि त्यही भएर चाहिँ हामीले यहाँबाट गर्न नमिल्ने भएर जागिर जाँदैछौँ। 2 घन्टा राइड गरिसक्यौँ, अझै हाम्रो 4 घन्टा राइड भयो। अब 2 घन्टा बाँकी छ राइड। अनि त्यसपछि हामी टिआरसी बनाउने ठाउँ जान्छौँ। त्यहाँ गएर भिडियोहरू त म बनाइहाल्छु अभियसली। त्यही गाइज अहिले रुल्स चेन्ज भएर हाम्रो पनि गाह्रो भइरहेको छ। अनि यहाँ खाजा खानु पऱ्यो, ब्रेड भनेर चट्ट ब्रेड खानलाई रोकेको थियौँ। केटाहरू गाडीमा त्यो छेउको एउटा गाडीमा जाँदैछौँ हामी चाहिँ। त्यही गाइज, लेट्स सी। लगभग 5 घन्टाको राइडपछि चाहिँ आज हामी यो कुन ठाउँ आइरहनु नो होइन। अब यो जाग्रेबबाट पनि अझै हामी 1.5 घन्टा भित्र गयौँ भनेपछि कता हो मलाई थाहा छैन। यहाँ पुलिस स्टेसन आइसकेको छौँ। सानो छ पुलिस स्टेसन, चाँडै काम हुन्छ भनेर सायद यहाँबाट होला। पानी परेर केही भिडियो खिच्न पाइनँ। सो हामी चाहिँ लाइनमा छौँ, अहिले प्रोसेसमा छौँ। यो सिटी पनि राम्रो चाहिँ राम्रो छ है, सिटी दामी छ। त्यो चाहिँ वर्क पर्मिट यताउता सबै काम चाहिँ सकाएर अनि भोक लाग्यो। अनि चट्ट म्याकडोनल्ड्स लिएर बर्गर खाएर अनि अब चाहिँ जानलाई रेडी भएर बसेको हो। सो अब हाम्रो चाहिँ 2 महिना कन्टिन्यू सकेको थियो नि त वर्क पर्मिट आएको, त्यो भएर अलिक गाह्रो भएको थियो। त्यही भएर चाहिँ अब 2 महिना कटिसकेपछि बनाएको हो यसपालि। त्यही भएर टाढा आएको थियौँ। हुन्छ टाढा आएर यहाँ एकछिन टाइम रेस्ट गरौँ भनेर बसेको थियौँ। रियाकाको सेन्टर चाहिँ रहेछ, दामी छ भ्यू चाहिँ। फेरि अरू उताको भन्दा चाहिँ यहाँनिरको यो अगाडिको भ्यूहरू चाहिँ दामी देखिरहेको छ है गाइस। सही छ, त्यही नै हो। धेरै लामो भ्लग चाहिँ बनाउँदिनँ म। सो त्यही हो गाइस, आज यति घुमघाम छोरे रियाका सेन्टर चाहिँ जाग्रेबको रियाका सेन्टर चाहिँ रहेछ, दामी भ्यू आइरहेछ। हिजो चाहिँ हतार भयो, मैले सबै भिडियो बनाउनु पाइनँ, पानी परेर त्यस्तै भइरहेको थियो। अनि हाम्रो चाहिँ के भएको थियो भन्दाखेरि टिआरसी सकेको भनेको हाम्रो फेब्रुअरीमा सकेको थियो। मार्च अप्रिल 2 महिनासम्म पनि हाम्रो रिन्यू गर्न पाएको थिएन। मोर पर्मिटै निस्किरहेको थिएन 2 महिनासम्म, हाम्रो पनि यहीँ हुनेको पनि होइन। अनि 2 महिनापछि बल्ल वर्क पर्मिट निस्क्यो र हामी चाहिँ गएर टाढा गएर चाहिँ गरेको खासमा